शिव महापुराण विश्वेश्वर संहिता अध्याय 3 साध्य साधन आदिको विचार। व्यास भन्नुहुन्छ, सुतजीको यो वचन सुनेर ती सबै महर्षि भन्दछन्, अब तपाईँ हामीलाई वेदान्तको सार सर्वस्वरूप अद्भुत शिवपुराण सुनाउनुहोस्। मुनिहरूको यो वचन सुनेर अतिशय प्रसन्न भई ती सुतजी शङ्करको स्मरण गर्दै ती श्रेष्ठ मुनिहरूसित भन्न लाग्नुभयो। सुत भन्नुहुन्छ, तपाईँ सबै महर्षिगण रोगशोकबाट रहित कल्याणमय भगवान शिवको स्मरण गरी वेदको सार तत्त्वबाट प्रकट पुराण प्रवर शिव पुराण सुन्नुहोस्, जसमा भक्ति, ज्ञान र वैराग्य ती तीनको प्रीतिपूर्वक गान गरिएको छ र वेदान्त वेद्य सद्वस्तुको विशेष रूपले वर्णन गरिएको छ। हे ऋषिगण, अब तपाईँहरू वेदको सारभूत पुराण सुन्नुहोस्। धेरै समयमा पुनः पूर्वकल्प व्यतीत भएपछि यस वर्तमान कल्पमा जब सृष्टिकर्म आरम्भ भएको थियो, ती दिनहरूमा 6 कुलका महर्षि परस्पर वाद विवाद गर्दै भन्न लागे, अमुक वस्तु सबैभन्दा उत्कृष्ट छ तथा अमुक छैन। तिनको यस विवादले अत्यन्त महान रूप धारण गर्यो। तब ती सबै आफ्नो शङ्काको समाधानका लागि सृष्टिकर्ता अविनाशी ब्रह्म कहाँ गए र हात जोडेर विनयपूर्ण बाणीमा भने, हे प्रभु, हजुर सम्पूर्ण जगतको धारण पोषण गर्नेवाला हुनुहुन्छ तथा समस्त कारणहरूका पनि कारण हुनुहुन्छ। हामी यो जान्न चाहन्छौँ कि सम्पूर्ण तत्त्वहरूभन्दा परात्पर पुराण पुरुष को हुनुहुन्छ? ब्रह्मा भन्नुहुन्छ, उहाँलाई नपाएर जहाँबाट मनसहित बाणी फर्कन्छ तथा जसबाट ब्रह्मा, विष्णु, रुद्र तथा इन्द्र आदिको युक्त यो सम्पूर्ण जगत समस्त भूत एवं इन्द्रियहरूका साथ पहिला प्रकट भएको छ, उनै ती देव महादेव सर्वज्ञ एवं सम्पूर्ण जगतका स्वामी हुनुहुन्छ। ब्रह्मा भन्नुहुन्छ, उहाँलाई नपाएर जहाँबाट मनसहित बाणी फर्कन्छ तथा जसबाट ब्रह्मा, विष्णु, रुद्र तथा इन्द्र आदिले युक्त यो सम्पूर्ण जगत समस्त भूत एवं इन्द्रियहरूका साथ पहिला प्रकट भएको छ, उनै ती देव महादेव सर्वज्ञ एवं सम्पूर्ण जगतका स्वामी हुन्। उनै सबैभन्दा उत्कृष्ट हुन्। उत्तम भक्तिबाट नै उहाँको साक्षात्कार हुन्छ, अरू कुनै उपायले कहीँ उहाँको दर्शन हुन्न। रुद्र, हरि, हर तथा अन्य देवेश्वर सदा उत्तम भक्ति भावले उहाँको नित्य दर्शन गर्न चाहन्छन्। धेरै भन्नुको के आवश्यकता छ र? भगवान शिवमा भक्ति हुनाले मनुष्य संसार बन्धनबाट मुक्त हुन्छ। देवताहरूको कृपा प्रसादले नै शिवमा भक्ति हुन्छ र भक्तिबाट देवताको कृपा प्रसाद प्राप्त हुन्छ। ठिक त्यसै गरी जसरी यहाँ अङ्कुरबाट बीज र बीजबाट अङ्कुर उत्पन्न हुन्छ, यसकारण हे द्विजहरू हो, तपाईँहरू भगवान शङ्करको कृपा प्रसाद प्राप्त गर्नका लागि भूतलमा गएर त्यहाँका 1000 वर्षसम्म चलिरहने एउटा विशाल यज्ञको आयोजना गर्नुहोस्। ती यज्ञपति भगवान शिवकै कृपाले वेदोक्त विद्याको सारभूत साध्य साधनको ज्ञान हुन्छ। मुनिगण भन्दछन्, हे भगवान, परम साध्य के हो र त्यसको परम साधन के हो? त्यसको साधन कस्तो हुन्छ? यी सबै कुरा यथार्थ रूपले बताउनुहोस्। ब्रह्मा भन्नुहुन्छ, शिवपदको प्राप्ति नै साध्य हो, उहाँको सेवा नै साधन हो तथा उहाँको प्रसादबाट जो नित्य नैमित्तिक आदि फलहरूको चाहनाबाट निष्स्पृह हुन्छ, त्यही साधक हो। वेदोक्त कर्मको अनुष्ठान गरी त्यसको महान फललाई भगवान शिवका चरणहरूमा समर्पित गरिदिनु नै परमेश्वर पदको प्राप्ति हो। त्यही सालोक्य आदिको क्रमले प्राप्त हुनेवाला मुक्ति हो। तिनै पुरुषहरूको भक्ति अनुसार ती सबैलाई उत्कृष्ट फलको प्राप्ति हुन्छ। त्यस भक्तिको साधन अनेक प्रकारका छन्, जसको प्रतिपादन साक्षात् महेश्वरले नै गर्नुभएको छ। त्यसलाई संक्षिप्त गरी म सारभूत साधन बताइरहेको छु। कानले भगवानको नाम, गुण र लीलाहरूको श्रवण, वाणीद्वारा उहाँको कीर्तन तथा मनद्वारा उहाँको मनन, यी तीनलाई महान साधन भनिएको छ। तात्पर्य यो हो कि महेश्वरको श्रवण, कीर्तन र मनन गर्नुपर्छ। यो श्रुतिको वाक्य हामी सबैका लागि प्रमाणभूत हो। सम्पूर्ण मनोरथहरूको सिद्धिमा लाग्नुभएका तपाईँहरू यसै साधनबाट परम साध्यलाई प्राप्त गर्नुहोस्। व्यक्ति प्रत्यक्ष वस्तुलाई आँखाले देखेर त्यसमा प्रवृत्त हुन्छन्, परन्तु जुन वस्तुको कहीँ पनि प्रत्यक्ष दर्शन हुँदैन, त्यसलाई श्रवण इन्द्रियद्वारा जानेर सुनेर मनुष्य त्यसको प्राप्तिका लागि चेष्टा गर्दछ। अतः पहिलो साधन श्रवण नै हो। श्रवणद्वारा गुरुको मुखबाट तत्त्वलाई सुनेर बुद्धिशाली विद्वान पुरुषहरूले अन्य साधन कीर्तन एवं मननको सिद्धि गरून्।
क्रमशः मनन पर्यन्त यस साधनको राम्ररी साधना गरिसकेपछि साधनाद्वारा सालोक्य आदिको क्रमले बिस्तारै बिस्तारै भगवान शिवको योग प्राप्त हुन्छ। पहिला सारा अङ्गको रोग नष्ट हुन्छ, तत्पश्चात सबै प्रकारका लौकिक आनन्द पनि विलीन हुन्छ। अभ्यासको समयमा मात्र यो साधन कष्टप्रद हुन्छ, तर पछि निरन्तर मङ्गल प्रदान गर्दछ। तेस्रो अध्याय समाप्त।